ल बोट हान्नु बोट तू रातो खारेर जुनसुकै खाने गेम बोल्नु दोकान खेलेस नि ए के हानेको हाल हाल्नु यो 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 हाल खान पर्यो 10 रुपैयाँ नि गोटी हटाएर हान्छ को गोटी हटाएर त्यो बाहिर राख्ने हो कि खानु त ल्याङ्गा नगर्कन नथिरा भएर कसम म तैले मान्छे अब त म 10 डबल मेरो नाम आको 10 डबल चाहिँ मेरो नाम आको बाबु यार टेन्सन नलिनु नो गोटी नवटा हुन्छ अनि कुनसँग दहर हान्छ ल ल बोट हान्नु पनि सुने भत्ताभत त्यहाँ भग आउँदै सक्दै मलाई त्यो भग पैसा नआए नि पैसा हाल्न आउनु पर्छ त्यही हो देखिन त यार भेट्दै बताले त्यो काम गरी यसलाई त व्यस्त दिन्छ त्यो काम भन्छ उसले गर्दा माछा बोलाइन त माछा गर्दा उ पनि चलेन हाम्रो छैन लेखे छैन अनि के रखन फर्काउने बोट किङ है बोट किङ लेखे भए त हुँदैन त्यही भएर ठिकै हो एउटा फर्ने गरी हाम्रो अकललाई पनि सकिया रहेछ त यस्तो हो यो जान्न अरु जान्छ यो जान्न के मान्द्रे हैन अकलले अकलले पनि खट्रा हान्नु चाहिँ कोही बेला फेरि देखाइदियो भने देखाउने किन पानी दुईले फोटो खोलेर मलाई थाहा छ त्यो जान्न ल दान्दै देखाइदिनु त अब खेल कसरी गर्न हान्नु 20 रुपैयाँ खानु न कसको डनको के हिसाब छैन डनले अब जब त्यो फसेको त्यो पनि फसेको मलाई थाहा छ जान्न यो मलाई थाहा छ मलाई थाहा छ नि त मलाई थाहा छ अनि कहिले काहीँ त्यस्तै हुन्छ यहाँ हो कि सिधा सिधा हान्ने भनेको अरू त त्यस्तै हो ए गेम छोड्यो छोड ग्याम हाल्नु ग्याम हान्नु है खान ल रमेश ल्याङले नर त छ के माकुरी कहाँबाट औँठो लगाइदिएपछि अनि दुईटाको हातले कति पावर जान्छ नि माइ गड क्या डाइम हानेको त यार एउटाले भयो त दुईटाको हात लगाएपछि अनि त्यहाँ जान्न खतरा गयो मजा लाग्छ नि खाना त्यो काँदैन क्या मजा राख्ने हैन हो 5 वटा भयो के हो